नमस्कार सबैलाई। आज म त्रिवी सेवा आयोगको शिक्षकको भ्याकेन्सी खोलेकोमा हामी शिक्षकको लागि एप्लाई कसरी गर्ने भनेर त्रिवी सेवा आयोगको पोर्टलमा कसरी हामीले भ्याकेन्सी एप्लाई गर्ने भन्ने कुरा जानकारी गराउँदैछु। सर्वप्रथम हाम्रो 5 वटा चरण रहेको हुन्छ भनेर बुझ्नुपर्छ। पहिलो चरणमा हामीले हाम्रो इमेललाई रेजिस्टर गर्न पर्ने हुन्छ हाम्रो सफ्टवेयरमा। त्यसपछि त्यो रेजिस्टर गरेको इमेललाई हामीले भेरिफाई गर्न पर्ने हुन्छ र जुन इमेल आफ्नो पर्सनल हो त्यसलाई नै भेरिफाई गर्नु होला, किनकि सबै इन्फर्मेसन यही इमेलको थ्रु नै हजुरसँग पुग्ने हुन्छ। र त्यसपछि सर्वप्रथम हजुरले कुन विज्ञापनमा एप्लाई गर्न खोज्नु भएको हो त्यो विज्ञापन सेलेक्ट गरेर पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट भइसकेपछि मात्रै हाम्रो कम्प्लिट फर्म खुल्छ अनि कम्प्लिट फर्म खुलिसकेपछि मात्रै हाम्रो पोर्टफोलियो बनाउने, डकुमेन्ट्सहरू अपलोड गर्ने काम अगाडि बढाउन सकिन्छ। र त्यो डकुमेन्ट्सहरू, पोर्टफोलियोजहरू आफूले एप्लाई गर्न खोजेको पोस्टको लागि एनफ छ छैन, पुगे छ छैन भनेर रुजु गरेर मात्रै सबमिट गर्नुपर्ने हुन्छ हामीले। अब यही प्रोसेसलाई हामी एक एक गरेर म 1 देखि 3 प्रोसेस चाहिँ म आज यहाँ भन्दैछु, हेरौँ है त। सपोज यो हाम्रो त्रिवी सेवा आयोगको भ्याकेन्सी छ। भ्याकेन्सीमा हाम्रो यो सूचना नम्बर 4 मा रहेको कुनै एउटा भ्याकेन्सी, यो खोलेको मध्ये कुनै एउटा भ्याकेन्सीमा म एप्लाई गर्छु। सपोज मैले यो 1202 नम्बरको भ्याकेन्सी एप्लाई गर्दैछु, सूचना प्रविधि भनेर लेट्स सपोज है। अब यसका लागि सर्वप्रथम त हामी त्रिवी सेवा आयोगको वेबसाइटमा जाने, tusc.tu.edu.np भनेर जाने। यहाँबाट गयो हुन्छ र अर्को पनि मेथड छ। पहिला यसैबाट जाउँ। यो जति पनि पपअप आउँछ यसलाई हामी क्लोज गरिदिउँ, यो हाम्रो आवश्यकताको कुरा भएन अहिलेलाई। र यहाँनिर गएर अनलाइन एप्लिकेसन कर्मचारी छ, अनलाइन एप्लिकेसन टिचर छ। हामी टिचरको लागि भर्दैछौँ भने यहाँ टिचरमा गएर क्लिक गर्छौँ। क्लिक गरेपछि हाम्रो यो teachervacancy.tu.edu.np खुल्छ। सिधै यसैमा गएर हामीले अगाडि बढाउँदा पनि हुन्छ। हामी सिधै यहाँ कुनै नयाँमा teachervacancy.tu.edu.np मा गरे पनि आउने चाहिँ त्यही नै हो। त यो लगइनमा जानुभन्दा अगाडि सबभन्दा पहिला यहाँ राखेका इन्फर्मेसनहरू सरर पढ्नु होला, किनभने यो इन्फर्मेसन अति नै आवश्यक छ हाम्रो एप्लाई गर्न अगाडि। र यहाँ तपाईहरुलाई शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम दिएको छ र अहिलेको यो अनुसन्धानात्मक विशिष्टताको आधारमा खुला प्रतियोगिता जो छ त्यसको लागि पनि यहाँ विनियम राखिएको छ। यो विनियम राम्ररी पढेर आफू एलिजिबल छु छैन भनेर स्योर भएर मात्रै एप्लाई गर्नु होला। यहाँ अरु नोटिसहरू राखिएको छ, यो फर्म भर्दा कसो गर्ने, के गर्ने, आवश्यक कागजहरू के छ, के चाहिन्छ, सबै यहाँ योग्यतादेखि लिएर उमेरको हद अरु पनि छ। यति सबैमा सबै क्लियर नभएको अवस्थामा यहाँ सपोर्ट नम्बर पनि राखिएको छ। हामीले इमेल र सपोर्ट नम्बर छ, यो पनि हामीले युटिलाइज गर्न सक्छौं। यदि हामीलाई केही सपोज प्राविधिक समस्या पर्यो, फर्म भर्दाखेरि सफ्टवेयरमा समस्या पर्यो भने यो फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। ल सर्वप्रथम हामी लगइनमा जान्छौं। लगइनमा गइसकेपछि यो मेरो अलरेडी रेजिस्टर्ड अकाउन्ट हो। यतैबाट यो यहाँ तपाईको खाली, अहिले यहाँ केही पनि आउँदैन है, यहाँनिर यो खाली छ। यो खाली भएपछि हामीले इमेल रेजिस्टर गर्न पर्ने हुन्छ। सर्वप्रथम त रेजिस्टर हियरमा क्लिक गर्न पर्ने हुन्छ। रेजिस्टर हियरमा क्लिक गरिसकेपछि तपाईले आफ्नो नाम लेख्नुहुन्छ यहाँ, अनि त्यस्तै गरेर कन्ट्याक्ट नम्बर लेख्नुहुन्छ। अहिलेलाई मैले यसरी राखे। यो कन्ट्याक्ट नम्बर चाहिँ हजुरको आफ्नै कन्ट्याक्ट नम्बर हुन्छ, किनकि जति पनि इन्फर्मेसन मेसेज हामीले पठाउँछौं यही कन्ट्याक्ट नम्बर र इमेलमा पठाउँछौं। त्यही भएर यो इमेल र कन्ट्याक्ट नम्बर चाहिँ हामीले राम्ररी राख्नु पर्ने हुन्छ। अथवा gmail.com अथवा TUSC कै हुनुहुन्छ भने TU सर्भिस कमिसनकै हाम्रो टिचर्सकै आईडी पनि युज गर्न सक्नुहुन्छ। र आफ्नो पासवर्ड के राख्न मन छ पासवर्ड राखेर, यो अलरेडी युज भनेको छ, यो तपाईले आफ्नो इमेल रेजिस्टर गर्नुहुन्छ सुरुमा, यहाँ पासवर्ड राखेर अनि हाम्रो यहाँ रेजिस्टर गर्नुहुन्छ। रेजिस्टर गरिसकेपछि तपाई ब्याक टु लगइनमा यहाँ जाँदाखेरि लगइन हुँदाखेरि तपाईलाई सिधै एन्ट्री गर्न दिदैन, भेरिफाई योर इमेल भन्छ। तपाईले यहाँ लगइन गर्दाखेरि यो आउँदैन तपाईलाई,
यो आउनुको सट्टा तपाईलाई यहाँ भेरिफाई योर इमेल भनेर आउँछ। त्यो इमेल भेरिफाई कहाँबाट गर्ने भन्दाखेरि तपाईको यो हो यस्तो इनबक्समा जानुभयो भने यस्तो प्लिज भेरिफाई योर इमेल भनेर आउँछ। यसमा भेरिफाई इमेल गर्नुपर्ने हुन्छ हजुरले। यसरी यो इमेल खोल्ने अनि यहाँ भेरिफाई इमेल गरेपछि बल्ल अब तपाईलाई पोर्टल भित्र छिर्न दिन्छ। यदि तपाई जीमेल युजर हो भने जीमेलमा पनि त्यही हो प्रक्रिया। तर कहिलेकाहीँ के हुन्छ भन्दाखेरि इनबक्समा आउँदैन। इनबक्समा इमेल नआयो भने त्यस्तो अवस्थामा हामी यहाँ स्प्याममा गएको हुन सक्छ। स्प्याममा हेर्ने हो, यसरी स्प्याममा गएर बसेको हुन सक्छ। स्प्याममा गएर यहाँ भेरिफाई इमेल गर्ने। भेरिफाई इमेल गरिसकेपछि अब बल्ल हामीलाई लगइन गर्न दिन्छ। अब लगइन गर्दाखेरि अब लगइन गरिसकेपछि भेरिफाई गरिसकेपछि लगइन गरिसकेपछि ड्याशबोर्डमा यो देख्न सक्नुहुन्छ तपाईहरुले। यो देख्न सक्नुहुन्छ। अब यो देख्दाखेरि तपाईले अब यो थुप्रै मेक पेमेन्ट छ कुनमा जाने त भनेर बुझ्नको लागि पहिला आफ्नो सूचना एडभर्टाइजमेन्ट हेर्नुस्। एडभर्टाइजमेन्ट हाम्रो यो सूचना नम्बर 4 अन्तर्गत छ र मैले कुनै एउटा एप्लाई गर्न कोसिस गरिरहेको छु। सपोज यो 1202 वाला एप्लाई गर्न खोजिरहेको छु भनेपछि यो 1202 सूचना नम्बर 4 मा भएकोले पहिला आफ्नो जुन विज्ञापन जुन सूचना नम्बर छ त्यो सूचना नम्बर सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यो सूचना नम्बर चाहिँ कहाँ छ त भन्दाखेरि हाम्रो हेर्नु त यहाँ यो सूचना 1, सूचना 2, सूचना 3, यो सूचना 4। मैले यसकै पेमेन्टमा क्लिक गर्न पर्यो। अरुमा गरे भने त्यो एडभर्टाइजमेन्ट देखिदैन। यदि तपाई यहाँ क्लिक गर्नुहुन्छ भने यहाँ त्यो एडभर्टाइजमेन्ट देखिदैन किनकि त्यो एडभर्टाइजमेन्ट त यो सूचना नम्बर 4 अन्तर्गतको हो। त्यही भएर यसको मेक पेमेन्टमा जानु पर्यो। अन्तको मेक पेमेन्टमा जानुभयो भने तपाईले यहाँ प्रोग्राम सिलेक्ट गर्दाखेरि आउँदैन। अब यहाँ सबभन्दा पहिला शिक्षण, त्यसपछि म सपोज खुला प्रतियोगिता लड्दै छु, सपोज लेभल अब मेरो उपप्राध्यापक हो सपोज, अनि यहाँ मैले 1202 भनेको यही अन्तर्गत मात्रै आउँछ। अरु सूचनामा जानुभयो भने यो 1202 त्यहाँ देखिदैन। अब समावेशी अरु छ भने यहाँ क्लिक 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 गर्नु होला। समावेशी छैन खुल्लामा मात्र दिने हो भने खुल्ला मात्रै क्लिक गरेर कुनै एउटा पेमेन्ट मोडमा क्लिक गर्नु। क्लिक गरेर अनि आफ्नो यहाँ तपाईले आफ्नो सपोज मैले खल्तीबाट गर्दै छु या इसेवाबाट गर्दै छु भने यसरी त्यसको इन्टरफेस खुल्छ र पेमेन्ट गर्नको लागि तपाईको अकाउन्ट, पासवर्ड, कन्ट्याक्ट नम्बर, पासवर्ड जे छ प्रक्रिया त्यो हालेपछि पेमेन्ट हुन्छ। अब यो पेमेन्ट भइसकेपछि त्रिवी सेवा आयोगको खातामा जान्छ पैसा अटोमेटिकल्ली। अनि बल्ल हजुरलाई यो पेमेन्ट भइसकेपछि बल्ल यो इन्टरफेस देखिन्छ। अब हजुरकोमा यो लगइन गरिसकेपछि मैले यो लगइन गर्दाखेरि यहाँ ड्याशबोर्डमा यस्तो इन्टरफेस माई एप्लिकेसनमा देखिन्छ। अब माई एप्लिकेसनमा तपाईको त्यो विज्ञापन नम्बर मैले 1202 हालेको थिएँ भने यहाँ 1202 आउँछ। यहाँ स्टार्ट रेजिस्ट्रेसन भन्ने आउँछ 1202 को अगाडि। त्यहाँ क्लिक गरेर अनि हजुरले बल्ल यो पोर्टफोलियो बनाउने, तपाईको पोर्टफोलियो भनेको तपाईको डेट अफ बर्थ राख्ने, तपाईको फोटो राख्ने, तपाईको नागरिकताको अगाडि पछाडिको राख्ने, सिग्नेचर राख्ने, अनि त्यसपछि तपाईहरुको एकाडेमिक अचिभमेन्ट्सको डिटेल, तपाईहरुको डकुमेन्ट राख्ने काम त्यसपछि बल्ल यहाँ माई एप्लिकेसनमा हुन्छ। र माई एप्लिकेसनमा सबै डिटेल्स भर्नु भयो भने लास्टमा त्यो सबै डिटेल ठीक छ छैन भनेर रुजु गरेर मात्रै सबमिट गर्नु होला। त यो प्रक्रिया हो जनरल प्रक्रिया। ड्याशबोर्डमा जाँदाखेरि मेन हजुर झुकिन नहुने भनेको आफ्नो कुन सूचना अन्तर्गत छ त्यो भ्याकेन्सी त्यही सूचनाको मेक पेमेन्टमा क्लिक गर्नु होला है त।